इन्डियाको वेस्ट बेङ्गालमा एकदम डेडली भाइरस फैलिँदैछ अनि यो नेपालको बोर्डरबाट धेरै नजिक छ र त्यो भाइरस हो निपा भाइरस। निपा भाइरस भनेको एउटा जुनोटिक भाइरस हो जुन ब्याट अथवा हामीले चमेरो भनेर पनि चिन्छौँ त्योबाट मान्छेमा सर्न सक्छ। यो भाइरस कसरी सर्छ त? चमेरोले जुठो पारेको फलफुल खाँदा या कन्टामिनेटेड खाना अथवा फलफुलहरू खाँदा वा इन्फेक्टेड मान्छेसँग क्लोज कन्ट्याक्टबाट पनि यो भाइरस सर्न सक्छ। निपा भाइरसको डेथ रेट चाहिँ धेरै हाई हुन्छ। यसले विभिन्न लक्षणहरू जस्तै ज्वरो, सास फेर्न गाह्रो अनि टाउको दुख्नेदेखि लिएर भोमिटिङ साथै चक्कर आउनेसम्म पनि हुन सक्छ। वेस्ट बेङ्गाल चाहिँ नेपालको बोर्डर एरिया हो, डेली ट्राभलहरू हुन्छ, त्यसैले नेपाललाई पनि हाई अलर्टमा राखिएको छ। अहिलेसम्म निपाको लागि कुनै पनि भ्याक्सिन वा स्पेसिफिक ट्रिटमेन्ट चाहिँ पत्ता लागेको छैन। त्यसैले योबाट बच्न के गर्न सकिन्छ त? ब्याटले जुठो पारेको फलफुलहरू नखाने, फलफुलहरू खानु पर्यो भने पनि त्यसलाई पखालेर खाने, बिरामीहरूसँग क्लोज कन्ट्याक्ट चाहिँ एभोइड गर्नुपर्ने हुन्छ, हातको सफाई हाइजिन मेन्टेन गर्ने, साथै कुनै पनि लक्षण जस्तै ज्वरो, सास फेर्न गाह्रो या टाउको दुखाइहरू भएको छ भने तुरुन्तै हस्पिटल जानुपर्ने हुन्छ। प्यानिक नगर्नुहोस् तर अलर्ट रहनुहोस्। यो इन्फर्मेसन सबैलाई सेयर गर्नुहोस्, मिस इन्फर्मेसन फैलिन नदिनुहोस्। स्टे सेफ, स्टे अवेयर।